म 2वटा वचन पढ्न गइराखेको छु। हजुरहरूलाई कुन चाहिँ वचन मनपर्छ? पहिलो छ मत्ती 7:7, यसो लेखेको छ, माग त तिमीहरूलाई दिइनेछ। लुका 6:38 अर्को पद, देऊ त तिमीहरूलाई दिइनेछ। भन्नै पर्ने हो भने नि हामी परमेश्वरको छोराछोरीले बाइबलको सबै पदहरूलाई माया गर्नुपर्ने हो, मन पराउनु पर्ने हो। तर बाइबलमा कतिवटा पदहरू छ जो हामीलाई नभइदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ। जस्तो शत्रुलाई माया गर, शत्रुलाई प्रेम गर, क्षमा देऊ, होइन त? तर देऊ त तिमीहरूलाई दिनेछ भन्ने कुरा हामी त्यति वास्ता गर्दैनौँ। तर यही दिने कुराबाट जब तपाईँले दिनुहुन्छ नि, त्यो दिने कुरा चाहिँ मत्ती 25मा आएर के हुन्छ भने नि, जब हामी न्यायको दिन अगाडि उभिएका हुन्छौँ, परमेश्वर अगाडि हामी न्यायको दिनमा उभिएका हुन्छौँ, त्यसले परमेश्वरले के भन्नुहुन्छ भने नि, इट सेज वेन आई वाज हङ्ग्री यु गेभ मी फुड। जब म भोकाएको थिएँ तिमीले मलाई खान देऊ, जब म तिर्खाएको थिएँ तिमीले पानी मलाई देऊ। त्यसले गर्दाखेरि माग त तिमीहरूलाई दिनेछबाट हामी अपग्रेड भएर हामी देऊ त तिमीहरूलाई पनि दिनेछ भन्ने वचनलाई हामीले पालन गर्नु अति नै जरुरी छ, है त?